अरे हाम्रो दाइ कहाँबाट आउनु गाह्रो साह्रो अप्ठ्यारो रेडी 1 2 3 गो हिजो के भयो भोलि के हुने हो यही सोचले आजको मिठो पलहरू व्यर्थैमा नजाओस्। घुम्दै घुम्दै हाँस्दै खेल्दै ती हरियाली चिया बगानमा रम्दै सुरु गरौँ आजको रमणीय कोसेली लिएर। हेलो हेलो के हो त्यो म त अलि नराम्रो होइन मेरोमा लाइट परेको कस्तो के रातो छ सुसन ब्रो। आज चाहिँ हामी सुसन र म चियाबारीमा आएको हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। होप यो सबैजना सन्चै हुनुहुन्छ ल। अनि म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ हामी कहाँ छौँ भन्दाखेरि हजुरहरूले यो देखेर अब मैले भनिराख्नै पर्दैन क्या यो कहाँ हो के हो भन्दाखेरि यस्तो दामी स्याट हेर्न सक्नुहुन्छ भ्यू चाहिँ है यस्तो बवाल छ। अनि चियाबारीमा यहाँ आइरहेको छौँ हामी चाहिँ एकछिन अब हावा खान निस्केको खासमा। अब यहाँनिर एकछिन फोटोसोटो खिच्ने यता त्यता होइन। अनि हामी माथि जसबिरेतिर भयो भने त्यहाँसम्म गएर आउनेछौँ। मजाले भिडियो के कस्तो हुन्छ हजुरहरूले हेरिदिनु होला। अलि राम्रो आएन यो लगाएपछि राम्रो आइहाल्छ नि होइन। अनि आज भनेको हामी टोली टन्नै छौँ। हेलो के छ ठिकन छे। यता हाम्रो दिपेश ब्रो पनि हुनुहुन्छ गुच्चा खेलेकै अनि यता भनेको नानाहरू हुनुहुन्छ यता रहेछ सुसन भन्छ। अनि मिलन दाई पनि आउँदैछ अहिले। यहाँनिर सामान केही छुटेर त तल लिन जानु भएको छ। मौसम त के हो यता त कालो भइगयो त पुरै पानी आउँछ क्या हो। यहाँ ढुङ्गामा चढेर वरिपरिको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू। हाम्रो क्रिकेट म्याच चलिरहेछ है यहाँनिर ल। ए छक्का झन्नै आयो नि बलै फुटिगयो त्यो कति पनि गनिएन। हामी सबैजना यहाँनिर भेट भइसकेको छौँ। हाम्रो टोली लगभग अब चाहिँ सबैजना भेला भइसक्यौँ क्या। तानसाङहरू चाहिँ माथिबाट झर्नै बाँकी छ। अनि हामी भनेको यी आजको यति नै हो है त। अनि राम दाई पनि हुनुहुन्छ आज। हेलो मिलन दाई ओके ए त्यहाँ साइड ब्लगर आउँदैछ कता हिँड्नु आँट्नु भयो। हामीलाई पनि लानु है। अरे हाम्रो दाइ कहाँबाट आउनु भो कहाँबाट आउनु भो मेरो लागि के दुःख पाउनु भो काली पारे दाइ मेरो मायालाई नबिर्सनु काली पारे दाइ मेरो ये क्या हो गया। ल गाइस यहाँनिर चाहिँ हल्का अब भिडियो सिडियो पनि गरियो। अनि यता त्यता फोटोसोटो हामीले खिचिसक्यौँ यहाँनिर। अब यहाँदेखि हामी माथि जसबिरेसम्म जानुपर्ने हुन्छ है त। के छ आउनु बिस्तारै जानु ल तल। नाना अगाडि जानुभयो अगाडि हिँड्छु ल। यहाँ अब कता गोजीमा कता बोकेको थियो जस्तो लाग्यो ल।
धन्यवाद है साथीहरूलाई। उकालो लागिसकेको छ अनि म चाहिँ यहाँ भिडियो सिडियो बनाउँदै थिएँ। अब म पनि हिँड्छु है, यहाँदेखि माथि जाउँ। अब थोरै माथितिर हो, हामी माथि माइपोखरी त पुग्दैनौँ, त्यही माथितिर उयोसम्म मात्रै हो होइन। के हुँदैछ यता? तालको पानी माछीले खानी, यो जेनसित जाने कि नजाने। बस्यो अब लास्टमा चाहिँ म फलो गर्ने हो। अगाडि मिलन दाइलाई पछ्याउनु, मिलन दाइको अगाडि नजाउँ ल। स्पिड कुद्दै होइन त मन गर्नु आउँछ त अनि केही गर्दा हुँदैन नि। सेकेन्डमा जाउँ त, माथि सेकेन्डमा। ल हल्का बाटोमा हाम्रो रमाइलो अब लाग्छौँ है। लेभलमा है गाइस, लेभलमा धेर कुद्ने होइन है। ठिक ठिक ओके ओके। ल हामी पनि हिँडिसक्यौँ, आउँदैछौँ ल। ओके ओके, एकदम फलो गरिरहेको छौँ हामीले है त। तपाईँ र म अन्तखेरि खेलौँ न त। लु एउटा हान्नु न गीत। मबाट हान्नुपर्ने हो। मलाई यो जिन्दगीले गनी गनी चोट दियो, कहिले चोट दियो आफ्नो बानी, कहिले चोट दियो परै ठानी। ल नबाट ल ल आउँ आउँ आउँ। लु मैले गरिसकेँ। तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु, भेटिरहनु नपर्खेर। ल फाइनली हामी चाहिँ यहाँ आइसकेको छौँ। भन्दा पनि अलिकति पर अब ग्राउन्डसम्म चाहिँ। ग्राउन्डमा जाउँ न पर। अब त बाइक कुदाउने ठाउँ इनफ छ यहाँ। ल हजुरहरू हेर्न सक्नुहुन्छ, अहिले चाहिँ फाइनली हामी जसबिरेको यो चौरमा चाहिँ आइसकेको छौँ। अब यहाँनिर यसो के कति हो फोटोसोटो खिचेर फेरि हामी कता जान्छौँ हजुरहरूलाई देखाइहाल्छौँ होइन। अहिले चाहिँ यहाँनिर दाइ के छ? अब यो सानो एक्सप्लोर टाइपको ल त लु दामी एउटा बनाउनु ल हजुर। म कता हो राम सर, कता आइपुग्नु भएन? हामी आइपुगिसकेर तल पो झऱ्यो त कता? अब यहाँनिर हल्का दिनुपर्ने हुन्छ क्या।
म पनि यहाँ आइसकेँ चौरमै छु चौरमा यो त एकदम ठुलो चौर रहेछ नि त हजुरहरूलाई देखिएन त कता हो हामी चौरमै मित्र छ चौरमै हामी यहाँ सुतिरहेको ए यहाँ रहेछ नि त हो ल भेट भइसकेको छ फाइनल्ली अब चाहिँ हाम्रो सबैजना सुसन सर के भयो हजुरलाई केही भएको छैन लास्ट गुहाइरहेछ आइज च च च च च च आइज ल हाम्रो चाहिँ अब यहाँनिर तपाईँहरू मौसम पनि देख्न सक्नुहुन्छ यस्तो बवाल मौसम भइरहेछ अनि यहाँनिर हाम्रो यो अब यहाँनिर सानो एउटा गेम रमाइलोको लागि हाम्रो गेम जान आँटिरहेछ गेम चाहिँ के छ भन्दाखेरि मेरो हातमा छ 3टा चक्लेट होइन चक्लेट भन्दा पनि चुइगम अनि यो चाहिँ म माथि फ्याल्छु भुइँमा झर्छ खाने मान्छे धेर छ अब मिठै थोर्छ त्यही हो कुरो गाह्रो छ होइन कसको शक्ति त्यसको भक्ति ल रेडी हो रेडी 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 1 2 3 गो भेट्यौ अरू कसले भेट्यो कसले भेट्यो हेर्न सक्नुहुन्छ देख्नु भयो नि डान्स जिब्रो सानो निकाल्यो नि ल यहाँनिर हल्का हामीले टिकटकहरू पनि बनायौँ घुम्यौँ गऱ्यौँ मौसमहरू त्यस्तै हो चेन्ज भइरहेको थियो हुसी आउँछ जान्छ भइरहेछ होइन अनि अब भनेको हामी यहाँदेखि माथि माइपोखरी चाहिँ नजाने भयो अब यहीँदेखि हामी फेरि इलामतिर फर्किन्छौँ अब यसो 1-2वटा फोटोसोटो फेरि खिच्छौँ अनि त्यसपछि हामी यहाँदेखि इलामतिर फर्किन्छौँ है त हेर्दै गर्नु होला म इलामसम्मकै बनाउने छु भिडियो चाहिँ है त डन डन आज मलाई मेरो बाबुको कस्तो माया लागेर आयो मलाई आइज बाबु हक गरौँ आइज बाबु आइज तँलाई गाह्रो साह्रो अप्ठ्यारो केही पर्ने बित्तिकै तेरो यो दाई भस्म दाई यो एरिया कटन है भनेस् है ल गाइज हजुरहरू हेर्न सक्नुहुन्छ अहिले चाहिँ अब यहाँनिर रात पर्न लागिसकेको छ हामी चाहिँ यहाँनिर अब सब फोटोसोटो भिडियो सिडियो सबै बनाइसक्यौँ क्या अब बिस्तारै आउनेछ भिडियोहरू तपाईँहरूलाई देखाइहाल्नेछौँ होइन यहाँनिर कोही कोही अलिअलि छ अघि चाहिँ निकै आइरहेको थियो एकछिन चाहिँ सबै गइसकेको छ अनि हामी पनि यहाँदेखि अब जानुपर्ने हुन्छ टोलीहरू माथि निस्किसकेको छ अब यहाँदेखि हामी लाग्छौँ इलामसम्मको भिडियो गर्दै गर्दै जान्छु हल्का के कस्तो हुन्छ हजुरहरूलाई देखाउँदै जान्छु है अब लाग्नुपर्ने हुन्छ इलामतर्फ कहाँ भयो त्यो अब यो हल्का बटारले यो बिस्तारै छोड्ने अनि कुद्छ आफै गाडी कहाँदेखि अफ हो यो
हेलो कहाँदेखि अफ भयो भिडियो त अनुभव भयो भन्दा भएन भन्दा चाहिँ कहाँदेखि हो भने यहाँ अलिकति केटाहरूको गेम पनि भइरहेको रहेछ यहाँनिर गेम सेम पनि हेरियो है अब यहाँदेखि लाग्ने हो ट्याक्कै है ल लाग्यो है त गाइस देख्न सक्नुहुन्छ पारी डाँडातिर पुरै अँधेरो अँधेरो पनि भइसकेको छ हुस्से लागेर हो नत्र त्यस्तो अँधेरो त थिएन होला हुस्से चाहिँ देख्न सक्नुहुन्छ यस्तो बुवाल तरिकाले हुस्से लागिरहेछ है माथि पनि आउँदै जाँदै गरिरहेको थियो हुस्से चाहिँ तल पुगिसकेछ नहरू चाहिँ अन्ततः हामीले हाम्रो आजको दिनलाई यसरी नै यादगार बनाइसकेका छौँ। हामी जहाँ भए पनि जस्तै अवस्थामा भए पनि पाएको एकजनी जीवन खुसी साथ बिताउनु नै जिन्दगीको सुन्दर उपहार हो। गाइज हामी चाहिँ घुमेर पनि आइसकेको छौँ। अहिले चाहिँ म रुममा छु अनि रुममा आइसकेपछि त के बनाउने र सक्यो त खतम खलास होइन के हो भिडियो भनेको के कस्तो लाग्यो हजुरहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला मन परेन भने पनि गरिदिनु होला यति भन्दै आजको भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु है त सुत्नु पऱ्यो नि त गलियो बाई बाई नमस्ते।